हेलो गाइज, तपाईँहरूलाई स्वागत छ सैरा गाइलाको मिनी ब्लगमा। धेरै दिनपछिको प्रतीक्षामा तपाईँहरूले ब्लग हेर्दै हुनुहुन्छ उहाँको। त्यसपछि यो चाहिँ यिनको हरियो घाँस अरे। अब यिनको घाँस पनि प्लानिङमा आउँदैछन् रे। अब के भन्नु। सो फाइनल गाइज, म चाहिँ मामा घर आइसकेँ। मैले कसरी ल्याएको चाहिँ मामा घर यही हो, यति आँप मात्रै। मेरो भाग्यको रेखा पनि मेट्यो होला सायद। सो अनि गाइज, दिदीले चाहिँ मलाई यस्तो आँप अचार मिक्स भएको ल्याइदिएको। म एकदम घर लैजाने हो यार यो त। मैले मामा घर आउने बित्तिकै फेरि यसरी मासु पाक्छ कि गाइजहरू, खाने भए आउनुहोस् है त। यस्तो टन्टला पुरै घाममा मैले चाहिँ टमाटर र मिट मसला लिएर टुकुन टुकुन हिँड्दैछु गाइज। सो गाइज, अनि चाहिँ मैले पिस्न लाएँ मसला। हातै देखो यस्तरी राम्रोसित पिस्ने क्षमता मसँग। सो अनि गाइज, पकाउँदा पकाउँदै खाने बानी छ हाम्रो चाहिँ। खानपित लाग्यौँ है त। अबिन्दाईले चाहिँ उहाँबाट मेरो कोठा मिलाइदियो भने पैसा दिन्छु भनेर हामीले कोठा मिलाइदिनुतिर लाग्यौँ। सो गाइज, हामीले कोठा सफा गरेर पनि भ्याम। सुजुले फेरि मलाई यति धेरै माया गरेर यस्तो खानेकुरा ल्याइदिन् पोखरादेखि। फेरि पाउ हो होइन। अनि फेरि के हो अब यो भने जे पनि खाने हो है त। सो अनि गाइज, हामी चाहिँ टप बिस्कुटसित अब 11मा टप हान्ने भनेर चिया खानतिर लाग्यौँ। सो गाइज, हामी चाहिँ खालि चाउ यस्तो भयो आजको चाउ बिस्कुट चाहिँ भन्दा। गाइज, आज हामीले खिर पकाउँदैछौँ। मैले यो पकाएको यस्तो चलाइरहेँ फेरि। सो अनि आजको मिनी ब्लग यहीँ समाप्त भएको छ। थ्याङ्क यू फर वाचिङ।